अल्बर्ट आइन्स्टाइनलाई धेरैले जिनियस अर्थात् अत्यन्त बुद्धिमान मान्छन्। तर बाल्यकालमा उनी सामान्य बालबालिका भन्दा फरक थिए। जन्मदा उनको टाउको ठूलो थियो र 3 वर्षसम्म बोल्न सकेका थिएनन्। स्कुलमा पनि उनी कम बोल्ने र एकान्त प्रेमी थिए। कतिपय शिक्षकहरूले उनलाई मन्दबुद्धि भनी गाली गर्थे। तर आइन्स्टाइनको जिज्ञासा कहिल्यै मर्ने थिएन। कम्पासको सुईले सधैँ उत्तर देखाउँदा उनले सोचे, किन यस्तो हुन्छ? यही जिज्ञासाले उनलाई विज्ञानतर्फ डोर्यायो। उनीले सापेक्षताको सिद्धान्त प्रतिपादन गरेर भौतिकशास्त्रमा क्रान्ति ल्याए। प्रकाशको गति, स्पेस टाइम, ब्रह्माण्डको विस्तार, परमाणु ऊर्जा, यी सबै उनका सिद्धान्तका नतिजा हुन्। सन् 1921 मा उनले नोबेल पुरस्कार समेत पाए। अल्बर्ट आइन्स्टाइन जन्मे सन् 1879 मार्च 14 मा जर्मनीको उल्ममा। उनको बाल्यकाल जिज्ञासापूर्ण थियो र म्याथ र भौतिकशास्त्रमा उनी धेरै प्रतिभाशाली थिए। प्राविधिक शिक्षा लिएर उनले गणित र विज्ञानमा अध्ययन अगाडि बढाए। व्यक्तिगत जीवनमा आइन्स्टाइन शान्तिप्रेमी, विनम्र र समाजवादी विचारका थिए। उनी बालबालिकाप्रति स्नेही थिए, अन्याय र युद्धका विरोधी थिए। सन् 1955 अप्रिल 18 मा पेटको आन्तरिक रक्तस्रावका कारण उनको निधन भयो। अल्बर्ट आइन्स्टाइन केवल वैज्ञानिक मात्र थिएनन्, उनी मानवता र शान्तिका लागि आवाज उठाउने महान व्यक्तित्व पनि थिए। उनले सीमाविहीन सपना देखे, मेहनत गरे र विश्वलाई विज्ञानको नयाँ दृष्टिकोण दिए।